नमस्कार। आज म तपाईँहरूलाई भन्न गइरहेको छु कि कसरी हामीले चाहिँ हाम्रो बच्चाको 100 दिन पुग्यो भने हामी कसरी त्यसलाई सेलिब्रेट गर्न सक्छौँ घरमै इजिली होइन। हाम्रो घरकै सामानहरू लो बजेटमा कसरी हामीले हाम्रो छोराछोरीको होइन दिन कसरी हामी इन्जोय गर्न सक्छौँ भनेर गइरहेको छु। यो चाहिँ मैले चाहिँ 100 डेज भनेर चाहिँ मैले लेखेको छु। अनि यो केक पनि मैले आफैले बनाएको छु होइन। बेस बनाएर अनि क्रिम बनाएर अनि यसमा मलाई चाहिने भनेको त्यही यो फ्लावर डेकोरेसन घरमै भएको फ्लावरलाई चाहिँ युज गरेर मैले डेकोरेसनको लागि युज गर्छु। मेरो बच्चाको चाहिँ कपडा हो मलाई चाहिँ एकदम मन परेर मैले चाहिँ मगाएको थिएँ कपडा मेरो सानो पुची नानीको लागि। र यसरी चाहिँ मैले आफ्नो नानीलाई रेडी गरिसकेँ। अनि यो त अहिले मैले यो ह्याप्पी 100 डेज जुन छ त्यो त अहिले बिग्रिएको छ। मेरो नानीले खेल्दाखेरि बिगारेको अहिले त केक पनि धेरै बिगारिसकेको थियो हातमा पुस्ता गरेर। यति सानो छ अहिले 100 दिन भर्खर भएको छ। त्यो पनि कति इन्जोय गर्ने के केकलाई छुनुलाई मेरो ठुलो छोरा हो। यो चाहिँ 2 वर्ष 3 महिनाको भर्खर भएको छ। नानीको आएको छु कि मेरो छोरा चाहिँ एक्साइटेड हुँदैछ यो होमवर्क निभाउनलाई। अनि उसलाई चाहिँ फ्लावरहरू खानुपर्ने अरे फ्लावरहरू हेर्नुपर्ने अरे। अनि मेरो सानो चाहिँ एकदम इन्जोय गऱ्यो मेरो फुदुनिया। म चाहिँ मायाले फुदुनिया भन्छु मेरो छोरीलाई। र राम्रो पोज पनि दियो उसले यति स्माइल गरिरहेको थिएँ। यस्तो जाडोमा पनि उसलाई चाहिँ मैले पिक्चर चाहिँ यसरी फोटोसुट गरिदिएँ एकदम। यो सानो कुरा हुन त यो 100 डेज भयो 2 महिना भयो 3 भयो कुनै ठुलो कुरा होइन भइ नै रहन्छ। तर त्यस्तो एउटा सानो मेमोरी हामीले यसरी क्रिएट गर्न सक्छौँ आफैले। अनि हामीले चाहिँ यसलाई चाहिँ सेभ गरेर राख्न। प्लिज लाइक, सेयर एन्ड सब्सक्राइब माई च्यानल।